फाइनली गाइज म त च्याट्टै परेर अब चाहिँ भुटानलाई चाहिँ हिँडेको होइन। अब चाहिँ कपडाहरू लगाइसकेको। अब यहाँ गर्देखि त यो है चट्टो बनाएर एउटा भिडियो बनाएर म चाहिँ आज भोट चाहिँ हाल्नलाई हिँड्नु लाग्यो गाई चाहिँ। ल हामी चाहिँ यो भोट चाहिँ अहिले है जङ्गलतिर हिँडिरहेछ टक्क लगाएर। हामी चाहिँ धेरै छौँ, तलदेखि माथिसम्म छ अनि रमाइलो चाहिँ छ। ल यो टोली चाहिँ भोटकै लागि हिँडिरहेछ चट्टो बनाएर। अगाडि उता पछाडितिर पनि छ है ठुलो नै जङ्गल कुदेर हिँड्नुपर्ने भए अहिले हाइटमा छ कि भोट हाल्नलाई गाह्रो पर्छ त, गाह्रो छ। पसिना पनि उठाउँदो रहेछ क्या है, उकालो छ रासी जन्मरी हेर्नु गाह्रो पर्छ। के साह्रो पसिना के गर्नु, भोट पनि हालेर जिताउनु पनि छ अनि गाह्रो छ। ल केही बेरको उकालो चढिसकेपछि हाम्रो प्रवीण चाहिँ अलि यहाँ धेरै बढी थकान भयो जस्तो छ अनि चाहिँ एकरो फेर हिँडिरहेका छन्। अनि हाम्रो अङ्कल अनि दाजु हाम्रो साइनुले चाहिँ नाति चाहिँ पर्छ है। अनि यो हाम्रो पुसाई माथि अगाडि टपमा गएर सबैभन्दा छिटो पुग्छु भन्ने अधिकार छ है। त हाम्रो भीम ऊ पनि साइनुले चाहिँ नाति नै हो, अलि बुढो पाएको मान्छे चाहिँ मै परेँ। यताबाट अर्को हाम्रो टोलीहरू पनि आइरहेछ। केही छिनको विश्रामपछि अब फेरि हामी चाहिँ उकालो चढ्नु पर्ने चाहिँ छ। केटा यस्तो रमाइलो गफ गर्दै उकालो चढाइ चाहिँ भइरहेको छ। पसिना पनि बढी आइरहेको छ, गाह्रो पनि छ, जान पनि गाह्रो छ। दाजु गर्मी कतिको बेला छ त? गर्मी त धेरै छ, यो भोट हाल्न जाने सिस्टमले अलि गाडीको व्यवस्था नभएर बहुत गाह्रो भयो। हाम्रो टोली पछाडितिर पनि छ हिँडिरह। हामी त भर्खरै आइपुगेछौँ। पछाडि छ अझै टोलीहरू धेरै छ, लगभग अब बिचमा छौँ हामी। उकालो गाडो छ। ल यस्तो बाटो चढेर चाहिँ हामी मत हाल्न जाँदैछौँ, तर के गर्नु अर्को बाटो गाउँदा यस्तै विकास भयो भने त ठिकै हो, भएन भने त फेरि पनि यस्तै भिड चढ्नुपर्ने हो। यो परिवर्तन हुन्छ कि भनेर चाहिँ भिडियो सहित प्रस्तुत गर्दैछु। गाह्रो पनि भइरह। यस्तो पहाड चढेर चाहिँ हामी मतदान गर्न गइरहेको छौँ। यो चाहिँ हाम्रो खतरनाक भिड चाहिँ हो, जङ्गल पनि छ। सबै टिमहरू चाहिँ भोटकै लागि कुद्नु भए त बुढोदेखि तन्यारीसम्म सबै लाइनमा छौँ है। गरौँ ल सबैजनाले अर्को पटक सर पारे गाडीमा चढ्नेवालालाई भोट दिउँ है। यो पटक उकालो चढ्ने पर्ने भयो, अर्को पटक गाडीमा चढ्नेवाला व्यवस्था गर्नेवालालाई चाहिँ भोट दिएर जिताएर। गाह्रो पनि भइरह, उकालो साह्रै छ। प्रवीण के छ माहौल? एकदम ठिक छ। गाह्रो छ। यो चाहिँ सबैजना चाहिँ भोट हाल्नलाई कुदेको टिम चाहिँ हो। सबैजना खुसी भएर चाहिँ हिँडिरहनु भएको। मनभरि पिठा पुगेर
केही समयको चढाइपछि लगभग 2 घन्टाको चढाइपछि अब हामी चाहिँ नजिकै छौँ। अनि उकालो पनि छ, यता गाउँ वरिपरि आसपास पाइछौँ, यता गाउँ चाहिँ रहेछ है मजाकै। हामी चाहिँ जान पर्ने अझै माथि छ हाइटमा। अनि यता आइपुगेछ भर्खरै, यो चाहिँ गाउँ। अनि यस्तो राम्रो फुलहरू पनि फुलिरहेका छन् बाटोमा, दृश्यहरू के छ उकालोको चढाइको स्थिति? इनर्जेटिक डाइनामिक मान्छे हो, गाह्रो छ हजुर। के छ अवस्था? अवस्था त कस्तो छ भने अझै त्यो पसिना बगिसक्यो होइन। अझै 1.5 घन्टाको बाटो उकालो छ। अब कसरी गइ पुग्नु पर्ने हो? गर्मीले मार्यो, गर्मीले। भीम के छ? ठिक छ? गाह्रो छ। केही घन्टाको चढाइपछि सुन्दर गाउँको दृश्य हेर्दै अब चाहिँ हामी भोट पनि खसाल्दैछौँ, नजिकै छ। त्यो सुन्दर गाउँ चाहिँ छ है, यो चाहिँ चौर गाउँ चाहिँ हो, सल्यानको वडा नम्बर 15 को गाउँ चौर गाउँ भन्ने चाहिँ हो। चाहिँ सुन्दर छ गाउँ चाहिँ, चिसो हावा पनि आएर के अलि मलाई राहतको महसुस है भएको छ है। अब हाम्रो उकालो चढाइ चाहिँ सकेको छ। अब हामी लास्ट अब भोट जाने स्थलमा आइसकेका छौँ। नजिकै छ स्थल। गाह्रो भइरह, एकदमै भइरह छ है। गर्मी बढी कपडा लगाएको छराएर राख्नु पऱ्यो है। यस्तो चिसो पनि छैन, गर्मी छ, घाम लागिरहेको छ। अनि चिसोको चाहिँ खोजीमा चाहिँ छौँ अहिले चाहिँ है। उकालो पनि साह्रै छ, हामीलाई तपाईँ हेर्न सक्नुहुन्छ। पसिना चाहिँ च्याम्मै भिजिरहेको छु, कपडाहरू पनि भिजेछ। साह्रै दुःख गरेर माथि 2 घन्टा लाएर पहाड चढेर भोट हालेर अब घर चाहिँ फर्किनु पर्छ एकछिनमा। यो चाहिँ गाउँ डाँडा गाउँ भन्ने ठाउँमा चाहिँ सल्यानको डाँडा गाउँमा चाहिँ आइपुगेको छौँ। आज चाहिँ तपाईँहरूलाई पनि एउटा दामी ठाउँ चाहिँ देखाउँछु। यहाँबाटदेखि चाहिँ एकदम रमणीय बस्ती र रमणीय गाउँहरू देखिन्छ, अग्ला पाहाडहरू देखिन्छ है। त्यो पनि तपाईँहरूलाई दृश्य देखाउँछु। त्यही मेरो पछाडि तपाईँ हेर्न सक्नुहुन्छ, गाउँ चाहिँ बवाल छ है। पाहाडहरू सबै गाउँ हो, त्यो पनि गाउँ छ, त्यो पनि गाउँ छ, त्यो पनि गाउँ छ। हामी चाहिँ अलि माथि चाहिँ नजिकै छु। यहाँदेखि देखिने चाहिँ डाँडा गाउँदेखि भोट हाल्ने ठाउँदेखि चाहिँ देखिने ठाउँ चाहिँ यस्तो रहेको छ है। तल खेतीकी जमिन छ, अनि माथि चाहिँ छ। अनि यो राप्ती राजमार्ग रुकुमदेखि जान्छ, त्यहाँ अगाडिको रोड चाहिँ देखि चट्टै हेर्दाखेरि चाहिँ सुहाउने तरिकाको छ। गजब्बै ठाउँ चाहिँ छ यतातिर। अनि सबैजना भोटको लागि हाल्ने चाहिँ यो सबैजना यहाँ आउनुभएको छ। कतिजना भोट हालिसक्नु भएको छ भने कतिजना चाहिँ बाँकी नै हुनुहुन्छ। अनि त्यो शारदा वडा नम्बर 14 चाहिँ ऊ चाहिँ पाल्मापट्टि पर्छ। त्यो चाहिँ शारदा 14 को चाहिँ त्यो पो हो। अनि यो चाहिँ 15 पर्छ। यो चाहिँ अब लगभग हामी चाहिँ ठाउँमै पुगिसकेका छौँ। यो चाहिँ हाम्रो सबै जेनजीदेखि लिएर सबै छन्, सबैजना चाहिँ हो। अब हामी फाइनल ठाउँमा आइपुगेका छौँ। हामी यो सबै आज अब भोट खसाल्ने नै हो। यो चाहिँ सबै हाम्रो गाउँले टिमहरूदेखि लिएर सबैजना चाहिँ हो। भोट केमा भन्ने भइगयो त। हामी चाहिँ आइपुगेका छौँ मतदान केन्द्रमा। यो चाहिँ हो है। ल अब हामी फाइनल ठाउँमा आइपुगेका छौँ।
फाइनल्ली धेरै समयको प्रतीक्षापछि हामी चाहिँ आइपुगेका छौँ। हाम्रो धेरै समय 2 घन्टा जति लगभग लगाएर हामी चाहिँ आइपुग्यो। अनि हाम्रो केटाहरू चाहिँ यसो शीतल बसिरहेको छ चट्ट बनाएर बसिरहेको छौँ। अब चाहिँ एकछिनमा अब भोट पनि हाल्नुपर्छ। भोट हालेर एकछिन चिसो हावा खाएर आनन्द लिएर हामी चाहिँ अब भोट चाहिँ हाल्छौँ। यो चाहिँ मतदानको दृश्य चाहिँ हो। सबैजना आउनुभएको छ है। पालै एकनासमा हाम्रो सुरक्षाकर्मीदेखि लिएर सबैजना हामी एकसाथ यहाँ भेला भएर भोट चाहिँ खसाल्ने क्रम चाहिँ चलिरहेको छ। फाइनल्ली यो चाहिँ अब भोट हालियो है। यो चाहिँ कलर लाग्यो। टिकट काट्दिनु पर्यो म्यादिनलाई खै भोट हाल्यो देखाइदिउँ एकल चिन्ह है मेट्टीको यार हालिएको है। यसो भोट हालेर अब टिमहरू सफाइसक्यो चट्ट बनाएर 3 बजेपछि पालो आइसकेपछि अनि अब हामी चाहिँ घरतिर जान लाग्यो। अब बाँकी भिडियो चाहिँ अब घरसम्म पुगेर बनाउँला फाइनल्ली है। अब हामी चाहिँ यसो घुमेर टक्क फोटो सेसन हानेर 1 2 4 वटा फोटो टक्क लगाएर हानेर अनि हामी चाहिँ घरतिर जानुपर्छ। अनि यस चाहिँ हाम्रो माहौल चाहिँ हो। सबैजना चट्ट बस्नु भएको चाहिँ यहाँ भोट दिएर नदिएको अरू सबै हुनुहुन्छ। अगाडि माथिदेखि तलसम्म अब निर्वाचन आयोगको त भिडियोहरू त बनाउनु चाहिँ मिल्दैन, तर पनि हल्का हल्का लुकेर छुपेर बनाएको चाहिँ छ ल। प्रवीणको 2-4 जाओस् त प्रवीण यहाँ आज साइलेन्टमा छस् त प्रवीण। हाई हाई अरू भन्नु पर्यो के? मतदान गरेर फर्किसके सक्सेस भयो कि नै? सक्सेस भयो। ल त्यसो भए जितेको पार्टी हाम्रै हो होइन? जितेको पार्टी हाम्रै हो गाइज होइन। अब हामी चाहिँ घरसम्म जाँदै हो। सक्सेस अब चाहिँ हामी यो दृश्य हेरिसकेर अब घरतिर जान्छौँ। फेरि जङ्गलको बाटो कुदेर जानुपर्छ। अब चाहिँ हामी निस्किन्छौँ। चाहिँ मत हालेर सबै गरेर उतादेखि आइदै घुम्दै फोटो खिच्दै सबै गरेर आएर अब चाहिँ घर आइपुगिसकेको है। अलिकति थाकेको जस्तो पनि भयो। ल अब चाहिँ अर्को भ्लगमा भेटौँ। बाई।